माई बडी माई राइट्स। भुइँ मान्छे रोहिणी भट्टराईको प्रस्तुति भुइँ मान्छे। यहाँका मान्छेहरूलाई म के गर्छु भन्ने पनि थाहा छैन। यही भदौ 2 गतेदेखि तपाईको नजिकैको हलमा। राति त मारिएछ इन्काउन्टर। नवराज बुढाथोकी निर्देशित, रमेश बुढाथोकी, सिपोरा गुरुङ, सैन प्रजापति, रामबाबु रेग्मी, सानु ताम्राकार, तारा केसी आदि अभिनीत नेपाली चलचित्र भुइँ मान्छे। मान्छे कसरी चिर्नुहुन्छ नि? म मान्छे होइन, लास चिर्छु। लास चिर्ने मान्छेको मनोविज्ञान र जिउने शैली भदौ 2 गतेदेखि भुइँ मान्छे। तर असलमा भुइँ मान्छे नहुँ म। Official media Times FM 90.6 MHz। जिन्दगी एउटा गीत हो। भदौ 2 गतेबाट नेपाल अधिराज्यभरि प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र भुइँ मान्छेको विशेष कुराकानीको लागि हामीले तयार गरेको कार्यक्रम हो कथा भुइँ मान्छेको। सास लिएर जन्मिन्छ मान्छे, लास बनेर जान्छ मान्छे। भुइँ मान्छे आखिर के हो त जिन्दगी? जिन्दगी एउटा गीत हो। को हो त भुइँ मान्छे? चासो भुइँ मान्छेको। नेपाली चलचित्र भुइँ मान्छे यही भदौ 2 गतेदेखि तपाईको नजिकैको हलमा। भुइँ मान्छे नहुँ म। भुइँ मान्छे पोस्टमार्टम गर्ने मान्छेको कथा टाइम्स FM 90.6 मा शुक्रबार बिहान 9 बजे कथा भुइँ मान्छेको। र चलचित्र भुइँ मान्छेको बारेमा कुराकानी गर्नुपर्दा शैली इन्टरटेनमेन्ट एन्ड मुभिज प्राली र शैली थिएटरको प्रस्तुतिमा नेपाली कथानक चलचित्र भुइँ मान्छे तयार भएको छ। अस्पतालमा पोस्टमार्टम गर्ने मान्छेको कथा हो भुइँ मान्छे। दैनिक लास चिर्ने मान्छेको जीवनी कस्तो हुन्छ, उसलाई समाजले कसरी हेरेको हुन्छ, उसको मनोविज्ञान कस्तो हुन्छ, यिनै कुरालाई समेटिएर तयार गरिएको छ नेपाली कथानक चलचित्र भुइँ मान्छे। र चलचित्र भुइँ मान्छेमा कलाकारको रूपमा हामीले देख्न सक्छौं सिपोरा गुरुङ, रमेश बुढाथोकी, सहीन प्रजापति, रोहिणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी आदि कलाकारको हामीले यसमा अभिनय देख्न सक्छौं भने यसलाई प्रमुख निर्माताको रूपमा निर्माण गर्ने काम गर्नुभएको छ रोहिणी भट्टराईले। नवराज बुढाथोकी निर्देशित चलचित्र भुइँ मान्छेमा सहायक निर्माताको रूपमा हामीले देख्न सक्छौं हाम्रो सहायक निर्मातामा हुनुहुन्छ हरि यादव र निरूपा राज्य लक्ष्मी थापा सहायक निर्माताको रूपमा हुनुहुन्छ चलचित्र भुइँ मान्छेमा। यसै भुइँ मान्छेसँग सम्बन्धित रहेर आज कुराकानी गर्न गइरहेका छौं र आज हामीसँग हुनुहुन्छ निकै सुन्दर भन्ने बित्तिकै तपाईले थाहा भइसक्नु भएको छ, सुन्दरी हुनुहुन्छ, तपाईको मनमा पनि बस्न सफल हुनुभएको छ। उहाँको अभिनयको कारणले गर्दा, उहाँको एउटा रूपको कारणले गर्दा तपाईले मनमा पनि बस्न सफल हुनुभएको छ सिपोरा गुरुङ। सिपोराजी यहाँलाई कार्यक्रममा स्वागत छ। हजुर नमस्कार। र अहिले के छ, केमा व्यस्त हुनुहुन्छ? भुइँ मान्छेको प्रमोसन चलिरहेको छ, कस्तो चलिरहेको छ? हजुर त्यही प्रमोसन प्रोग्रामहरुमा विभिन्न ठाउँहरुमा भइरहेको छ, त्यसमा व्यस्त छु। र भनिदिनुहोस् अब भुइँ मान्छेमा तपाईको चरित्र के छ, कस्तो भूमिका निर्वाह गर्नुभएको छ? एउटा सिम्पल कलेजको गर्ल जुन चाहिँ अलिकति इन्डिपेन्डेन्ट, अलिकति खेलाडी जस्तो नेचरको हुन्छ अनि अलिकति स्ट्रङ नर्मल मान्छे भन्दा नर्मल एउटा कलेजको गर्ल भन्दा चाहिँ अलिकति स्ट्रङ केटीको देखाएको छ, त्यति नै हो। र हामीले टिजर ट्रेलर युट्युबमा पनि सार्वजनिक भइसकेको छ, सबैले हेरिसक्नु भएको छ। टिजर र ट्रेलरमा हेर्दाखेरि एउटा एक्सन गर्ल होइन, त्यसपछि अलिकति सन्की टाइपको गर्ल हुन्छ नि, त्यस्तो हामीले देख्न सक्छौं। के छ अलिकति भनिदिनुहोस् न, तपाईलाई एक्सन प्रति मोह भएर अब एक्सन गर्नुभयो अथवा कथाले मागेर हो, के कारणले गर्दा तपाईँ त्यो यो चलचित्र रोज्नु भयो भुइँ मान्छे? अब दुवै चिज उत्तिकै छ भन्नुपर्छ मेरो यो भुइँ मान्छे रोज्नुमा चाहिँ। एक त कथावस्तु पनि राम्रो थियो, नौलो थियो, अनि त्यसबाहेक मेरो आफ्नो क्यारेक्टर र केटीले नै एक्सन गर्नुपर्ने छ भनेपछि चाहिँ झन् बढी अट्र्याक्टेड भएको। सो बेसिकली दुईटै कुरा नै फ्याक्टर भयो मलाई यो मुभी चुज गर्नमा चाहिँ। अब अलिकति जाउँ कथा सुरुवातको बारेमा। भुइँ मान्छेमा कसरी यहाँ इन्भल्भ हुनु पुग्नु भयो? यहाँको दुईवटा चलचित्र, अब दुईवटा चलचित्र रिलिजको क्रममा पनि रहेको छ। यो दुईवटा चलचित्र र यो भुइँ मान्छेमा तपाईको के डिफरेन्स छ, के फरक छ अभिनयमा? क्यारेक्टर वाइज छ स्टोरी चाहिँ है, सबै फरक नै छ, तर तीनटैमा एउटा सिमिलर पोइन्ट भनेको चाहिँ मेरो एक्सन छ।
तिनटैमा भएको त्यो बाहेक त सबै फरक नै हो क्यारेक्टर कम्प्लिटली फरक हो यमफावती द प्रिन्सेस कम्प्लिट नारी प्रधान चलचित्र हो त्यसमा चाहिँ एउटा पुरानो एउटा राजकुमारीको भूमिका निभाएको छु त्यो भनेको त्यो फिक्सनल के भन्छ यो मिथिकल मुभी हो त्यो यो अहिले एक्जिस्ट गरेको होइन पहिला 200-300 वर्ष अगाडिको कथाको रेको भरमा हो भने भुइँ मान्छे चाहिँ अहिले भर्खरै भइरहेको जुन चाहिँ यो हाम्रो पोलिटिकल सिचुएसन छ कन्ट्रीको मेडिकल फिल्डमा भएको अब नराम्रो कति कुराहरू छ अनि त्यसको रिलेटेड हो भने चाहिँ कम्प्लिटली डिफ्रेन्ट छ सिमिल्यारिटिज बट मुभी चाहिँ कम्प्लिटली डिफ्रेन्ट हो सिमिल्यारिटिज चाहिँ अब त्यही हो दुईटैमा मेरो एक्सन देख्न पाइन्छ भुइँ मान्छेको अफर कसरी आयो रङ नम्बर खासमा भन्नुपर्दा म सिटमिति फोन उठाइरहेको हुँदिनँ अनि ट्रु कलर एप छ कि मेरो फोनमा अनि कसैले फोन गर्यो यसो हेरेँ अब चिनिरहेको भने कति चाहिँ मैले मिस गरेँ क्या पहिला अनि कति गाली खाने हुन्छ नि अनि त्यसपछि मैले ट्रु कलर एप राखेको थिएँ अनि कसले फोन गर्यो भनेर थाहा हुन्छ नि त यदि एन्ड्रोइड फोन या चाहिँ आइफोन छ भने चाहिँ डिटेल्स आउने भयो अनि त्यसपछि रोहिणी कलिङ भनेर आयो कि मेरोमा अनि रोहिणी चाहिँ फेरि मेरो साथीको सानो मम्मीको नाम आन्टीको नाम अनि पछि मैले त आन्टीले फोन गर्नु भयो रहेछ फेरि एकचोटि कस्तो हुन्छ नि ट्रु कलरमा चाहिँ एकचोटि तपाईँ नाम लेखिसकेको सेभ गरिसकेको भने फोन चेन्ज गर्नुभयो भने अकाउन्टतिर आयो भने पुरानो नम्बर पनि आउँछ कि सो मेरो अर्को फोनमा चाहिँ थियो रोहिणी कलिङ योमा थिएन मैले रोहिणी आन्टीले फोन गर्नु भनेर म त हेलो आन्टी भनेर भने कि हजुर भनेर भने केटा मान्छे पुग्छ अनि एकछिन त पज भयो कि मान्छे बडा गुरुङजी बोल्नु भएन भनेपछि चाहिँ अनि फेरि होइन राइट नम्बरै हो तर के भन्नु अनि उठाइसकेपछि चाहिँ वार्तालाप गर्नै पऱ्यो अब यत्तिकै ह्याङअप गर्न मिलेन नि त अनि त्यसपछि चाहिँ अनि एउटा तपाईँसँग भेटेर कुरा गर्नुपर्ने काम थियो भनेर यसो भन्नुभयो अनि त्योभन्दा अगाडिपट्टि त्यो मुभीको विषयमा भेट्ने गफ गर्ने भनेर कति फोन गरिरहेको हुन्छ कि फोन आइरहेको हुन्थ्यो अनि खासै सुरुको 1-2वटा ल कस्तो खालको स्टोरी हो त नि भन्नु नि त अनि 1-2वटा लाइन भनेपछि नै इम्प्रेस नहुने कि अनि त्यो बाहेक अब अरू कुरा पनि इन्गेज भएको भएर त्यति कन्सन्ट्रेट गरेर भेटेर अब स्क्रिप्ट पढायो भए मेबी चेन्ज हुन पनि सक्छ होला माइन्ड त्यस्तो भएन 1-2वटा चाहिँ भेटे पनि अनि उहाँको चाहिँ स्टोरी पनि मन पर्यो अनि त्यसपछि एकचोटि भेटेर कुरा गर्ने भनेपछि म द नेक्स्ट डे फ्री थिएँ क्या खासमा के पनि ध्यान ल हुन्छ भनेर मेरो नजिकको लोकेसनमा बोलाएँ ल एकचोटि भेटिहालौँ न त भनेर चाहिँ कुरा गर्दाखेरि चाहिँ मलाई एकदम मन पर्यो अनि त्यसरी चाहिँ भएको हो यो र सुटिङको क्रममा विभिन्न घटनाहरू पनि घटे विभिन्न रमाइला घटना सुखद पक्ष अथवा दुःखद पक्षका घटनाहरू पनि घटे त्यसको बारेमा हामी एकछिनमा कोट्याउँछौँ र यति बेला हामी एउटा गीत सुन्छौँ र गीत रहेको छ जिन्दगी एउटा गीत हो भुइँ मान्छे चलचित्रबाट हामीले यो गीत लिएका हौ संगीत रहेको छ अर्जुन पोखरेलको शब्द रहेको छ दयाराम पाण्डेको भने स्वर रहेको छ प्रमोद खरेलको अहिलेको क्रममा हामी चलचित्र भुइँ मान्छेको जिन्दगी एउटा गीत हो यो गीत सुन्छौँ जिन्दगी एउटा गीत हो गाउँदै गाउँदै जाऊ जिन्दगी माया प्रीत हो लाउँदै लाउँदै जाऊ जिन्दगी एउटा गीत हो गाउँदै गाउँदै जाऊ जिन्दगी माया प्रीत हो लाउँदै लाउँदै जाऊ गाउँदै गाउँदै जाऊ गाउँदै गाउँदै जाऊ जिन्दगी माया प्रीत हो लाउँदै लाउँदै जाऊ खुशी गीतमा गुनगुनाउने तिमलाई नै हो मैले मनका कुराहरू सुनाउने तिमी नै हो मेरो खुशी गीतमा गुनगुनाउने तिमलाई नै हो मैले मनका कुराहरू सुनाउने
यो मनलाई रमाउन देऊ तिम्रो मनसँग मिठो सम्बन्ध छ तिम्रो जीवनसँग जिन्दगी हार जित हो हाँस्दै रमाउँदै जाऊ जिन्दगी माया प्रीत हो लाउँदै लाउँदै जाऊ गाउँदै गाउँदै जाऊ गाउँदै गाउँदै जाऊ जिन्दगी माया प्रीत हो लाउँदै लाउँदै जाऊ सास लिएर जन्मिन्छ मान्छे लास बनेर जान्छ मान्छे भुइँ मान्छे आखिर के हो त जिन्दगी जिन्दगी एउटा गीत हो को हो त भुइँ मान्छे चासो भुइँ मान्छेको नेपाली चलचित्र भुइँ मान्छे यही भदौ 2 गतेदेखि तपाईको नजिकैको हलमा भुइँ मान्छे नहुँ भुइँ मान्छे पोस्टमार्टम गर्ने मान्छेको कथा टाइम्स FM 90.6 मा शुक्रबार बिहान 9 बजे कथा भुइँ मान्छेको। स्वागत छ कथा भुइँ मान्छेको र यति बेला तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ काठमाडौँबाट टाइम्स FM 9.6 मेगाहर्ज र भाद्र 2 गतेबाट नेपाल अधिराज्यभरि प्रदर्शनमा आइरहेको चलचित्र आउँदैछ जुन चलचित्र त्यसको बारेमा हामी कुराकानी गरिरहेका छौं कथा भुइँ मान्छेकोमा र आज हामीसँग हुनुहुन्छ यसै चलचित्रमा अभिनय गर्नुभएकी अभिनेत्री सिपुरा गुरुङ उहाँसँग म कुराकानी गरिरहेको छु। सिपुराजी पुनः स्वागत छ यहाँलाई। र हामीले अघि कुराकानी गर्यौं चलचित्र सुटिङको क्रममा विभिन्न घटना घट्यो भनेर यो एउटा घटना निकै मिडिया कभरेज पनि भयो फुलले हानेर टाउको फुटाएको विषय यसको बारेमा भनिदिनुस् न त्यो कुन सिचुएसनमा कसरी त्यो घटना हुन पुग्यो? त्योमा चाहिँ मैले रमेश सरलाई त्यो फुलले हान्नु पर्ने थियो अनि फुलले हानेपछि सिधै फेसमै हान्नु पर्ने थियो अनि म सिधै फेसमै लाग्यो कि आँखामै लाग्यो अनि उहाँ चाहिँ फेरि त्यो क्यारेक्टरमा यति बहाइनु भएछ कि आँखा झिम्मिकै गर्न नभ्याउनु भएछ अनि आँखामा लागेर चाहिँ त्यो इन्सिडेन्ट भएको अनि दुःखी भन्नुभयो अनि आँखा एकछिन खोलेपछि त स्टार्टेड ब्लिडिङ रगत आउनु थाल्यो। म त्यो बेलामा एकदमै प्यानिक भएको थिएँ कि अब के गर्ने हुन्छ नि आँखा फुट्नु जस्तो ठुलो कुरा त के होइन नि त मान्छेको एउटा जिन्दगीमा र अलिकति काटकुट अरू ठाउँमा जुनै पनि पार्ट्समा काटकुट भएको भयो त्यो त रिकभर हुन्छ अब आँखाबाट रगत आउनु थाल्यो भनेको त है। अनि सुटिङ स्टप भयो पछि नर्विक लयो नर्विकमा पनि अब हुँदैन भनेपछि त झन् अब एकदम सिरियस केस हो अन्त तिलगङ्गै जानुपर्छ भनेपछि त म एकदमै प्यानिक भएको थिएँ कि म त्यो रातभरि त म त एकदमै हात्थेँ अब के गर्नु आफ्नो आँखामा दिनु के गर्नु अब है। अनि खास त्यो चाहिँ भएको अनि म त्यो बेला मलाई थाहा भयो आँखाकोबाट पनि के रगत आउँदो रहेछ भनेर। र त्यो फुल के को थियो ढुङ्गाको थियो अथवा फुल नै थियो ओरिजिनल फुल थियो? फुल तर फुल त फुलै हो तर प्लास्टिकको फुल थियो त्यो भएको भएर चाहिँ तर आई थिङ्क होइन के भन्छ अब ओरिजिनल फुल भएको भए चाहिँ अलिकति कम चान्सेस हुन्थ्यो होला घटना हुनलाई चाहिँ तर प्लास्टिकको फुल भएको भएर चाहिँ सायद काट्यो। र चलचित्रको ट्रेलर टिजर हेर्दा पनि चलचित्रमा थुप्रै ठाउँमा यहाँको के छ भने एउटा भिआर बाइक कुदाइरहनु भएको छ सबै अब चलाइरहनु भएको छ र बढी भन्दा हाम्रो रमेश सर हाम्रो त्यसपछि सयनजीहरू बाइकमा होइन बसिरहनु भएको छ डुकेटी बाइक है डुकेटी बाइकमा बसिरहनु भएको छ। अलिकति यसको बारेमा भनिदिनु अचम्मको घटना छ प्राय हिरोले हिरोनीलाई राखेर लगेको सिनहरू धेरै चलचित्रमा हामीले देखिन्छ भने यसमा त हिरोनीले हिरोलाई बाइकमा राखेर चलाएको घटनाहरू हामीले टिजर र ट्रेलरमा देखिरहेका छौँ यसको बारेमा अलिकति बताइदिनुहोस् न। त्यो फिल्मको सुरुमा अफर गर्नुहुँदाखेरि नै 2-3वटा कुराहरू सोध्नु भएको थियो बाइक चलाउनु आउँछ आउँदैन यताउति है। अनि यसमा यो फिल्ममा चाहिँ केटीलाई अलिकति भने नि इन्डिपेन्डेन्ट अलिकति स्ट्रङ देखाएको छ होइन फिजिकल्ली स्ट्रङ भन्न खोजेको। अनि त्यो हिसाबमा चाहिँ कथाको विषय वस्तुले मागेर नै हो अनि त्यसपछि बाइक त चलाउने अब कुन बाइक चलाउने भन्ने भयो कि आपासे पल्सर अब जति पनि छ बाइकहरू। अनि त्यसपछि अनि मैले आफैले नै दुकाडी चलाउँछु किन म चलाउनु पनि सक्छु र 6 बाइक पनि भनिसकेपछि चाहिँ त्यो चलाएको हो र किनकि मलाई
आफूलाई इच्छा पनि थियो अब गर्न सक्ने काम स्क्रिनमा झन् देखाउन सक्नु पाए त झन् राम्रो मुभीको लागि पनि सबै कुरा भनेर चाहिँ मैले आफैले नै भनेर अनि बाइक चलाउने सिन चाहिँ थियो बाइक चलाउने सिनहरू थुप्रै छ मुभीमा अनि त्यसरी चाहिँ आएको कथाले नै माग्दा चाहिँ र सुटिङको क्रममा घटेको कुनै त्यस्तो रमाइलो घटनाहरू केही छन् सम्झिनु पर्दा अघिको दिन नै हो रमाइलो भनौँ कि सुखद भनौँ त्यो बाहेक अब काम गर्दै जाँदा त अब दुःखहरू जति पनि हुन्छ जुनै पनि हुन्छ म मेरो मात्रै भन्दिनँ जुनै पनि मुभी सुट गर्दाखेरि लेट नाइट गर्ने रातभरि गर्ने त्यस्तो हुन्छ लास्ट दिन प्याकअप गर्ने दिन चाहिँ अलिक सबैलाई गाह्रो भएको थियो किनकि म पनि त्यसको त्यो भोलिपल्ट नै ट्राभल गरिरहेको थिएँ आउट अफ कन्ट्री रमेश सरको चाहिँ त्यो बेलामा मम्मीको बुवाको चाहिँ जस एकदम पूजा थियो ठुलो घरमा हुँदा विराटमा अनि हामीले त्यो दिन भ्याउनु पर्ने थियो सुटिङ तर लगभग 17-18 घन्टा लम्बियो कि त्यो मिल्दै सुटिङमा के गर्दा अनि त्यो बेलामा चाहिँ एकदमै फेरि त्यो रात त्यो इभिनिङबाट पानी पर्न थालेको यो हाम्रो फेरि यो सुटिङ गर्ने एरिया छ नि बालाजुमा त्यहाँनिर गरेको त्यो ठाउँ पनि त्यस्तै थियो त्यो साँच्चैको हरर फिल्मै सुटिङ गरिरहेको जस्तो भइरहेको थियो कि हामीलाई चाहिँ सुटिङभित्र सुटिङ कि फिल्मभित्र फिल्म जस्तो फिल भइरहेको थियो मलाई चाहिँ त्यो दिनमा चाहिँ हेर्दा अनि दिउँसो सकिनुपर्ने सुटिङ भोलि बिहान 6 बजे सक्यो अनि त्यो कुरामा चाहिँ अलिक गाह्रो भएको थियो रातभरि काम गर्नलाई त्यो बाहेक चाहिँ अरू सबै रमाइलो भयो अनि अलिकति गाह्रो भएको चाहिँ अब डुगाटी स्पोर्ट्स बाइक हो कम्प्लिटली रोडमा चलाउनु पर्ने तर सुटिङमा चाहिँ अब मुभीमा भने जस्तो नहुने नि त पुरै अफ रोड कहिले कहाँ कहिले ढुङ्गा माथि पनि चलाउनु परेछ अनि त्यो बेलामा चाहिँ अलिकति यस्तो नगर्थे पनि हुन्थ्यो जस्तो लागेको थियो कि मलाई फेरि किनभने चलाउन सक्छु फेरि त्यत्रो 80-90 केजीको अब हाम्रो सैनलाई बोकेर हिँड्नुपर्ने हुन्छ अनि फेरि के भयो भने खालि बाइकको सुटिङको दिनमा अफ रोडको सुटिङ दिनमा पानी परिदिने क्या बिहानभरि पानी परिदिने मलाई अलिकति डर लागेको थियो कि त्यो फेरि कतिलाई थाहा छ होला यहाँनिर व्हाइट हाउस चाहिँ के भन्छ नि त माथिपट्टि हाम्रो सुटिङ हुन्छ चौबारभन्दा माथिपट्टिको अफ रोड कि त्यहाँनिर अब नर्मल मान्छेले पनि गाडी चलाउनु डराउने ठाउँ गाडी त जाँदै जाँदैन बाइक जाने ठाउँ त्यहाँ अब मैले चलाउनु परिरहेको छ बाइक त्यो पनि स्पोर्ट्स बाइक जुन चाहिँ अफ रोड बाइक नै होइन अनि त्यो बेलामा चाहिँ म अलिकति बिहान एकछिन आधी घन्टा चाहिँ त्यो चाहिँ मुड फ्रेस गर्नलाई गाह्रो भइरहेको थियो कि फेरि अर्लियर डे पानी पनि पर्यो अनि बिहानबाट पानी परिरहेको थियो स्लिपरी थियो गाह्रो भइरहेको थियो अनि त्यो बाहेक सबै रमाइलो भयो हरेक इन्सिडेन्ट भनौँ र अहिले भुइँ मान्छे भनेर चारैतिर चर्चाको विषय बनिरहेको छ खासमा सिपोराजीले बुझ्नु भएको भुइँ मान्छे के हो भुइँ मान्छेको अर्थ के हो भुइँ मान्छे भनेको चाहिँ एकदमै ग्राउन्ड लेभलको भुइँकै मान्छे भनौँ न यो चाहिँ कुनै यो डल्ले मान्छे भने जस्तो मिनिङ चाहिँ होइन यो घुमाउरो छ मिनिङ भुइँ मान्छे भनेको सतहमा काम गर्ने हुन्छ नि एकदमै तलपट्टि एउटा स्ट्रगल लाइफ जिउने अब फर इक्जाम्पल अब स्विपरदेखिको पनि तलको पोस्ट हुन्छ नि अब त्यस्तोलाई एकदम स्ट्रगलिङ फेजको मान्छेलाई चाहिँ भुइँको मान्छे भनेर चाहिँ हामीले त्यसरी लिएका हौँ कथावस्तु र फिल्मको मुभीको टपिक चाहिँ जो अहिले स्ट्रगल गरिरहेको छ सङ्घर्ष गरिरहेको छ तिनै मान्छेको कथा भुइँ मान्छेको कथा यसरी बुझ्दा हुन्छ हजुर हजुर र हामी छौं कथा भुइँ मान्छेको यो विशेष कार्यक्रममा भाद्र 2 गतेबाट रिलिज हुन लागिरहेको नेपाली कथानक चलचित्र भुइँ मान्छेको बारेमा हामी कुराकानी गरिरहेका छौं र आज हामीसँग हुनुहुन्छ चलचित्रकी नायिका सिपोरा गुरुङ उहाँसँग अझै रमाइलो कुराकानी बुझ्न बाँकी नै छ यति बेला हामी ब्रेक तर्फ लाग्ने बेला भएको छ तपाई पनि सुन्दै गर्नुहोस् कथा भुइँ मान्छेको सास लिएर जन्मिन्छ मान्छे लास बनेर जान्छ मान्छे भुइँ मान्छे आखिर के हो त जिन्दगी एउटा गीत को हो त भुइँ मान्छे चासो भुइँ मान्छेको नेपाली चलचित्र भुइँ मान्छे यही भदौ 2 गतेदेखि तपाईको नजिकैको हलमा भुइँ मान्छे नहुँ भुइँ मान्छे पोस्टमार्टम गर्ने मान्छेको कथा टाइम्स FM 90.6 मा शुक्रबार बिहान 9 बजे कथा भुइँ मान्छेको यो विज्ञापनपछि पुनः स्वागत छ हामी छौं कथा भुइँ मान्छेको
भाद्र 2 गतेबाट रिलिज हुन लागेको नेपाली कथानक चलचित्र भुइँ मान्छेको बारेमा आज हामी कुराकानी गरिरहेका छौं। तपाईलाई भुइँ मान्छे सम्बन्धी कुनै पनि जिज्ञासा छ भने हामीलाई फेसबुकमा भेट्न सक्नुहुनेछ। नेपाली मुभी भुइँ मान्छे टाइप गर्नुभयो भने तपाईले भुइँ मान्छेको सम्पूर्ण जानकारी तपाईले फेसबुक मार्फत पाउन सक्नुहुनेछ। भुइँ मान्छेको ट्रेलर, टिजर र गीतहरू तपाई हेर्न सुन्न चाहनुहुन्छ भने तपाईले युट्युबमा नेपाली मुभी भुइँ मान्छे सर्च गर्नुभयो भने युट्युबमा पनि भेट्न सक्नुहुनेछ। र भुइँ मान्छेले यही आउँदो साउन 21 गते एउटा बृहत साहित्यिक प्रतियोगिता पनि गर्दैछ। यो साहित्यिक प्रतियोगिताको बारेमा एकछिनपछि हाम्रो एकजना सहकर्मी मित्र कृष्ण हरि सापकोटाजीले यसको बारेमा विस्तृत जानकारी दिनुहुनेछ। र आज हामीसँग हुनुहुन्छ नेपाली कथानक चलचित्र भुइँ मान्छेकी नायिका सिपोरा गुरुङ। उहाँसँग रमाइलो कुराकानी भइरहेको छ। तपाईलाई कस्तो लागिरहेको छ हाम्रो कुराकानी? सिपोराजी, तपाईको एउटा छुट्टै ब्याकग्राउन्ड छ। तपाई एउटा सेलिब्रिटी भइसक्या मान्छे भनौं न, एउटा राष्ट्रिय भलिबल प्लेयर पनि हुनुहुन्छ। एउटा खेलाडीलाई यो ग्ल्यामरस फिल्डमा आउनको लागि कतिको सजिलो गाह्रो छ? यहाँले कसरी आउने सोच बनाउनु भयो ग्ल्यामरस फिल्डमा? अब ग्ल्यामर फिल्ड भनेर कम्प्लिटली अब ग्ल्यामर लागेको पनि होइन। बाउन्ड्री छ भन्दा पनि अब के हदसम्मको लागि ग्ल्यामर भन्ने होइन। अनि मलाई चाहिँ यसो डिफ्रेन्ट कथा विषयवस्तु भएको कुरालाई समाजमा देखाउँ या चाहिँ अब गर्न पाऊँ फरक किसिमको भन्ने चाहिँ मेरो चाहना हो। न कि ग्ल्यामर फिल्डमा उदाउनुपर्छ, ल नेपालको टप हिरोइन नै हुनुपर्छ भनेर चाहिँ नाम कमाउनलाई चाहिँ होइन। आफ्नो सेल्फ इन्ट्रेस्ट यस्तो काम गर्न पाए गर्छु। लुकेको कथावस्तुहरूमा मुभी बन्यो भने चाहिँ अब मेरो कारणले गर्दा या चाहिँ अब अलिकति धेरै मान्छे रिचमा पुगोस् भन्ने चाहिँ मेरो इच्छा हो। अनि थाहा पाओस् भन्ने चाहिँ हो। त्यो बाहेक ग्ल्यामर फिल्डमा आउन चम्किनलाई चाहिँ होइन भनौँ। अनि मुभीमा अहिले आइसक्दा चाहिँ कसरी स्टार्ट भयो भन्दाखेरि सुरुमा चाहिँ म इन्जरी पिरियड नै मा थिएँ। अनि त्यो फर्स्ट मुभी अप्रोच आउँदाखेरि अनि त्योभन्दा अगाडि पनि अलिअलि मुभीको अफरहरू चाहिँ आइरहेको थियो। तर अब कम्प्लिटली स्पोर्ट्स ब्याकग्राउन्ड र स्पोर्ट्समा बिजी भएको कारणले गर्दा गर्न मिलेन, समयले दिएन या चाहिँ इन्ट्रेस्ट नै दिएन। त्यसपछि इन्जरी भइसकेपछि बच्चाबाट एकदमै बिजी मान्छे, स्केड्युल टाइट, बिहानबाट इभिनिङसम्म बिजी हुनुपर्ने मान्छे म। अनि त्यो 3-4 महिना भइसक्यो त्यो केही पनि गर्न नपाएको। अब कलेज मात्रै जानु पर्यो अनि सक्सक भइसकेको थिएँ कि। अनि त्यसपछि फर्स्ट मुभी आइपुग्दा चाहिँ फर्स्ट मुभी गर्दाखेरि चाहिँ मलाई चित्त बुझ्यो सबै कुराहरू। किन त्यो मुभी चाहिँ अब हाम्रो इतिहाससँग रिलेटेड थियो। अझै भन्नुपर्दा गुरुङहरूको इतिहाससँग अनि सिक्नु पनि पाएँ अनि धेरै कुरा थाहा पाउन पाएँ। मेरो लागि चाहिँ फर्स्ट मुभी चाहिँ लर्निङ जस्तै भयो कि खासमा। त्यो पर्फर्मेन्स भन्दाखेरि पनि आफ्नो संस्कृति, भाषा, आफ्नो हुन्छ नि हिस्ट्री थाहा पाउन पायो। अनि त्यो बाहेक अब पोर्ट्रेट पनि गर्न पाएँ मैले। हुन्छ नि म चाहिँ खुसी छु कि मैले देखाउन पाएँ त्यो कुरामा चाहिँ। अनि तर स्क्रिनमा आइसकेपछि म अलिकति चित्त बुझिरहेको थिएन कि। अनि राम्रो त राम्रै छ, अब कसरी नराम्रो चाहिँ भनिरहेको थिएन भने त अगाडि नभने पनि हुनसक्छ होइन। तर क्रिटिसिजम अलिक कमै आएको थियो। तर फेरि यस्तो हुनसक्छ किनभने कसैले पनि त मलाई अब एक्टिङ गरेर देखाएको छैन। सो फर्स्ट मुभी चाहिँ लगभग जसको पनि सेफै हुन्छ जस्तो लाग्छ कि मलाई। अब सेकेन्ड मुभीबाट जजमेन्टल हुन्छ कि त्यसमा पनि त्यस्तै थियो यसो। अनि त्यसपछि मलाई चाहिँ आफूलाई चाहिँ अलिकति कति ठाउँमा अलिकति अकवर्ड, अलिक नपुग्या हो, नमिल्या हो जस्तो फिल भइसकेपछि अब फेरि समय मिल्यो भने एउटा राम्रो स्क्रिप्ट आयो भने एउटा चाहिँ गर्छु भन्ने जस्तो चाहिँ हुन्थ्यो कि। 4-5वटा गर्ने भन्दा पनि एउटा चाहिँ गर्नु पर्ला फेरि भन्ने एउटा सफ्ट कर्नरमा सोचिरहेको थिएँ। अनि त्यसरी चाहिँ भयो सेकेन्ड मुभी पनि। थर्ड मुभी पनि मैले थर्ड मुभीको त कहानी भनिदिन्छ कि त्यसरी भएको। र खेल्न सजिलो अथवा अभिनय गर्न सजिलो? काम केही पनि सजिलो छैन, काम कुनै पनि गाह्रो छैन भन्नु पर्यो होइन। तर त्यो जुन काम गरिरहेको छ त्यो बेलामा 100% दिनु पर्यो, मेहनत गर्नु पर्यो, कन्सन्ट्रेसन हुनु पर्यो होइन। अब एउटै हो, कुनै पनि कामलाई चाहिँ अब 100% नदिएसम्म हुँदैन। अब खेललाई चाहिँ 105 दिने र अभिनयलाई 85 दिने भन्ने छैन। दुइटैलाई 100% दिनुपर्छ। 100% दिँदाखेरि दुवै नै गाह्रो हुन्छ, मेहनत धेरै गर्नुपर्ने हुन्छ। र अहिले जति पनि हामीलाई सुनेर बसिरहनु भएका तपाईलाई मन पराउने दर्शक श्रोता शुभचिन्तकहरू हुनुहुन्छ जो सिपुरा गुरुङको अभिनयबाट निकै प्रभावित हुनुहुन्छ होइन। र अहिले हामीलाई तपाईको घर अर्थात् पोखराबाट पनि सुनिरहनु भएको छ। पोखरेली साथीहरू, सोल्टा सोल्टिनीहरूले हामीलाई सुनिरहनु भएको छ। भुइँ मान्छे किन हेर्नुपर्छ? अब
अघि तपाईँले भन्नुभयो अभिनय मन पराइराख्नु भएको छ त्यो ट्रेलरमा त 1 मिनेटको ट्रेलरमा किन देखिन्छ है सो अझै पनि त्यसको म त्यो उसमा आइपुगेको छैन है कन्क्लुजनमा अब कतिले अब सिपोरा गुरुङै भएको कारणले हेर्यो होला नि कतिले अब कस्तो रहेछ भनेर पनि हेर्यो होला नि त्यो हेर्ने चाहिँ अब भ्युज बढिरहेछ तर यतिकै अहिले चाहिँ मुभी सबै नआएसम्म चाहिँ एक्टिङको बारेमा भन्नु त सकिँदैन भुइँ मान्छे किन हेर्नुपर्छ भनेर म तपाईँहरूलाई भन्दाखेरि चाहिँ यसमा चाहिँ अब एउटा नेपालमा जे सिचुएसन छ पोलिटिकल सिचुएसनले गर्दाखेरि एउटा नर्मल एउटा विद्यार्थी र सपना देख्ने ड्रिमरको लाइफमा चाहिँ कतिको चेन्जेस आउँछ भनेर कि एकदम यथार्थ रूपको कहानी छ कि यो कथा छ कहानी भन्न पनि कथा छ हुन्छ नि एउटा सानो चिजले सानोभन्दा सानो देशको हुन्छ नि अवस्थाले चाहिँ एउटा सपना देख्ने एउटा विद्यार्थीको अब करियरमा कसरी फ्लक्चुएसन आउँछ कसरी त हुन्छ नि त्यस्तो हुन्छ देखि लिएर यसमा चाहिँ मेडिकल फिल्डमा अनि के कस्तो अलिकति घटनाहरू हुन्छ नेपालमा होइन त्यो कुराहरूलाई पनि विषयवस्तु कोटाएको छ धेरै कुराहरू छ यसमा 2-3वटा स्टोरी चाहिँ एकदमै नेपालमा भइरहेको र त्यसलाई निकालेको पनि छ सो त्यो कारणले गर्दा चाहिँ मलाई स्पेसली मेडिकल स्टुडेन्टहरूले चाहिँ अब हेरेको राम्रो होइन अनि त्यो बाहेक चाहिँ नर्मल एउटा सपना देख्ने एउटा विद्यार्थीले पनि हेरेको चाहिँ एकदमै राम्रो जस्तो लाग्छ मलाई र अब हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ है तपाईले आफ्नो बारेमा केही भन्न मन लागेको केही मनमा भएका केही कुराकानी छन् जो तपाईको मन पराउने शुभचिन्तकसम्म पुर्याउन चाहनुहुन्छ केही छन् भने आफ्नो कुराकानी राख्न सक्नुहुन्छ म चाहिँ एकदमै फर्चुनेट एकदमै भाग्यमानी माप गरिन्छु पढ्छु धेरैले माया गर्नुहुन्छ होइन अब त्यो फेरि मलाई लाग्छ अब पहिला बच्चा हुँदाखेरि धेरै मेहनत गरेको फल हो अब हिजोको दिनमा मेहनत गरेर खेलकुदमा कमाएको जुन चाहिँ नाम थियो अब त्यसकै ब्याज खाइरहेको छु कि मैले अहिलेसम्म हुन्छ नि अहिलेसम्म जति पनि चिन्नुहुन्छ माया गर्नुहुन्छ त्यो अस्तिको मेहनतले गर्दा हो तर अब अहिले नयाँ रूपले प्रस्तुत हुन गइरहेको छु तपाईँहरूको अगाडि अब यसरी नै माया गरिदिनु होला सपोर्ट गरिदिनु होला त्यसपछि इन्करेजमेन्ट मिल्छ क्या फेरि अनि जति पनि हौसला मिलिरहेको छ तपाईँहरूको मायाले गर्दा नै हो अनि त्यही भएर चाहिँ यसरी नै माया गरिदिनु होला भोलिको दिनमा अझ नयाँ नयाँ कामहरू चाहिँ लिएर आएर तपाईँहरूलाई हुन्छ नि तपाईँहरूको अगाडि राख्नेछु भनेर भन्न चाहन्छु र तपाईँ पनि सिपोराजीको अभिनय हेर्न चाहनुहुन्छ सिपोराजीको एक्सन हेर्न चाहनुहुन्छ सिपोराजीको स्टन हेर्न चाहनुहुन्छ भने भुइँ मान्छे हेर्न जानुहोला भदौ 2 गतेदेखि तपाईँको नजिकको सिनेमा घरमा प्रदर्शन हुँदैछ भुइँ मान्छे र भुइँ मान्छेले साउन 21 गते एउटा साहित्यिक बृहत साहित्यिक कार्यक्रम गर्दैछ स्रष्टा र सिर्जनालाई भुइँ मान्छेको सम्मान नामक साहित्यिक प्रोग्राम गर्दैछ जसमा तपाईँ पोखरा चितवन र काठमाडौँमा यी क्षेत्र भनेका साहित्यिक उर्वर क्षेत्रको रूपमा मानिन्छ तपाईँ पनि साहित्यिक क्षेत्रमा झुकाव राख्नुहुन्छ कविता कोर्ने गर्नुहुन्छ भने तपाईँले पनि भुइँ मान्छेको यस बृहत साहित्यिक कार्यक्रममा भाग लिन सक्नुहुन्छ आफ्नो सिर्जना पठाउन सक्नुहुन्छ यो कार्यक्रमको बारेमा थप जानकारी लिएर आउँदै हुनुहुन्छ सहकर्मी कृष्ण हरि सापकोटाज्यू यसको बारेमा विस्तृत जानकारी तपाईलाई दिनुहुनेछ के हो कसरी पठाउने साहित्यिक रचना तपाईको आफ्नो रचना यसको बारेमा उहाँले जानकारी दिनुहुनेछ अहिलेलाई हामी दुवैजना कार्यक्रम कथा भुइँ मान्छेकोबाट हामी भने छुटिन्छौं तपाई सुन्दै गर्नुस् कथा भुइँ मान्छेको सास लिएर जन्मिन्छ मान्छे लास बनेर जान्छ मान्छे भुइँ मान्छे आखिर के हो त जिन्दगी जिन्दगी एउटा गीत हो को हो त भुइँ मान्छे चासो भुइँ मान्छेको नेपाली चलचित्र भुइँ मान्छे यही भदौ 2 गतेदेखि तपाईको नजिकैको हलमा भुइँ मान्छे नहुँ भुइँ मान्छे पोस्टमार्टम गर्ने मान्छेको कथा टाइम्स FM 90.6 मा शुक्रबार बिहान 9 बजे कथा भुइँ मान्छेको फेरि पनि स्वागत छ टाइम्स FM 90.6 मेगाहर्ज सुनिराख्नु भएको छ 90.6 मेगाहर्जमा शुक्रबार जुन आज रहेको छ
हामीले यो श्रावण महिनादेखि चाहिँ प्रत्येक शुक्रबार बिहान 9 बजेदेखि 10 बजेसम्म नेपाली कथानक चलचित्र भुइँ मान्छेलाई फिचर गर्नको लागि कथा भुइँ मान्छेको रेडियो कार्यक्रम निर्माण गरेका छौँ र हप्ताभरि चलचित्र भुइँ मान्छेले के कस्ता कार्यक्रमहरू के कस्ता गतिविधिहरू गर्छ त्यसलाई हामीले समावेश गरेर तपाईँलाई जानकारी दिनेछौँ भनेदेखि चलचित्र भुइँ मान्छे यही भाद्र 2 गतेदेखि जुन 18 अगस्तबाट रिलिज हुँदैछ देशैभर नै अलिकति पृथक खालको मुभी रहेको छ र तपाईँलाई हेर्न जानको लागि हाम्रो पनि आह्वान रहेको छ र हामीले साझेदारी पनि गरेका छौँ टाइम्स एफएम 90.6 मेगाहर्ज र भुइँ मान्छे बीच जुन एउटा टाइम्स एफएम अफिसियल रेडियो पार्टनर रहेको छदेखि भुइँ मान्छेले पनि हाम्रो जुन प्यारलली चाहिँ प्रमोसन गर्ने कुरा पनि छ। सँगसँगै आजबाट यो हाम्रो कार्यक्रम त आउँछ नै, तपाईँले योभन्दा अगाडिको खण्डमा सिपुरा गुरुङ जो नायिका हुनुहुन्छ सँगसँगै राष्ट्रिय खेलाडी हुनुहुन्छ उहाँसँग गरिएको जुन विशेष कुराकानी सुनिसक्नु भएको छ। हामी यस कार्यक्रममा चलचित्रको जुन प्रसार मात्रै नभइकन विभिन्न कुराहरूलाई नै समेट्नेछौँ, किन भन्दाखेरि चलचित्रले धेरैलाई समेट्नुपर्छ, एउटा ऐना बन्नुपर्छ र यसका पनि धेरै दायित्वहरू हुन्छन्, ती कुराहरूलाई पनि हामीले जोड्ने नै छौँ। यसै बीचमा अघिल्लो खण्डमा तपाईँले जानकारी पाइसक्नु भएको छ चलचित्र भुइँ मान्छेले जुन स्रष्टा र सृजनालाई भुइँ मान्छेको सम्मान भन्ने एउटा क्याम्पेन भएको छ। म यसलाई फेरि पनि भन्न चाहन्छु, स्रष्टा र सृजनालाई भुइँ मान्छेको सम्मान हो, यसै विषयमा चाहिँ जानकारी दिनको लागि म यहाँ उपस्थित भइसकेको छु। यो मैले जति बुझेको छु एउटा साहित्यिक कार्यक्रम रहेको छ। यो साहित्यिक कार्यक्रममा जो साहित्यप्रति झुकाव राख्नुहुन्छ, जो साहित्यिक मन भएका व्यक्तिहरू हुनुहुन्छ, जो कलम चलाउनुहुन्छ, उहाँहरूको लागि एउटा सुवर्ण अवसर रहेको छ। यस्ता अवसरहरू कमै चलचित्रले दिन्छन् र कमै ठाउँमा मात्रै पाइन्छ, त्यसैले पनि तपाईँ सहभागी हुन सक्नुहुन्छ। के कसरी सहभागी हुने, के कस्ता प्रावधानहरू रहेका छन्, के कस्ता नियमहरू रहेका छन्, त्यसको जानकारी दिनको लागि हामीसँग यतिखेर आयोजक कमिटीबाट नै हुनुहुन्छ उहाँ रत्नप्रसाद अनमणि श्रेष्ठजी हुनुहुन्छ। म उहाँसँग कुराकानी गर्न लागिरहेको छु। रत्नप्रसाद अनमणि श्रेष्ठ हुनुहुन्छ। म उहाँसँग यो विषयमा चाहिँ बुझ्न लागिरहेको छु, भुइँ मान्छे शीर्षकमा के कस्तो कविता लेख्नुपर्छ, के कस्तो जुन एउटा बिम्ब चाहिँ यसले खोजिरहेको छ त्यसको बारेमा हामी बुझ्नको लागि चाहिँ यतिखेर मेरो सम्पर्कमा रत्नप्रसाद अनमणि श्रेष्ठजी हुनुहुन्छ। श्रेष्ठजी, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। आराम हुनुहुन्छ? आरामै छु। अघि तपाईँको बारेमा छोटो जानकारी दिनुहोस् न सर। म चाहिँ निष्पक्ष मिडिया प्रणालीको प्रबन्धक। हजुर। यो बोल्नुको टोखामा रहेको छ। हजुर। म साहित्य पनि लेख्छु। तपाईँले जसरी नेपाली कथानक चलचित्र भुइँ मान्छे जुन भदौ 2 गतेदेखि रिलिज हुन लागिरहेको छ, यससँग चाहिँ सहकार्य गर्ने सोच चाहिँ किन बनाउनु भयो? चलचित्र आफैमा एउटा साहित्य हो। हजुर। चलचित्रका हरेक विधाहरू साहित्य बिना बन्नै सक्दैन। नेपालमा चाहिँ गैर साहित्यले चलचित्रहरू लेखेको हुनाले नै हामीलाई चलचित्र अलिकति खस्केको हो कि चलचित्र उद्योग भन्ने जस्तो लागेर चलचित्रका हरेक क्षेत्रहरू, चाहे संवाद होस्, चाहे कथा होस्, चाहे गीतहरू, त्यो साहित्य बिना बन्नै सक्दैन। र अहिले चाहिँ बजारमा पाइएका जति पनि गीतहरू लिएर गैर साहित्यहरूलाई लेख्न लगाएर नेपालको चलचित्र खस्केको छ। यो मानेमा चाहिँ अब साहित्यसँग चलचित्र जोड्न सकिन्छ कि भावना लिएर हामीले यो साहित्यकारहरूको एउटा टोली छ हाम्रो खेलकुद साहित्यिक पत्र, खेलकुद साहित्यिक समाज भन्ने, अनि तिनीहरू मिलेर चाहिँ हामीले यो भुइँ मान्छेसँग पहिलो पटक चलचित्रसँग चाहिँ सम्बन्ध गाँसेको हो। भुइँ मान्छेसँगै सहकार्य गर्न आवश्यकता चाहिँ तपाईँले किन ठान्नुभयो? केले आकर्षित गर्यो तपाईँलाई? यो एक त शैली इन्टरटेनमेन्ट मुभिज भनेपछि यो शैली थिएटर चाहिँ शैली थिएटर जहिले पनि साहित्यकै नजिक रहेको हुनाले यसमा चाहिँ अलि राम्रो हुन्छ कि भन्ने जस्तो लागेर हामीले यसमा गरेको हो। तपाईँको व्यक्तिगत कुरा गर्नु पर्दाखेरि जुन टिजर ट्रेलर तपाईँले नै हेरिसक्नु भएको छ होला, कतिको आकर्षित गर्यो, कतिको कौतूहलता बढाएर, कतिको जुन साहित्यिक रस, कतिको कला कतिको पाउनुभयो त्यसमा? साहित्य भन्दा पनि बेसी कलामा गएको छ यो भुइँ मान्छे चाहिँ। अब बाँकी कुराहरू मैले भन्नुभन्दा पनि चलचित्रले पक्कै पनि आम दर्शकहरूलाई यसले प्रस्तुत गर्ने नै छ। भुइँ मान्छे नेपाली चलचित्र जगतमा एउटा विशुद्ध र आफ्नैपनको देखिनेछ जस्तो हामीलाई आशा लागिरहेको छ। तपाईँहरूले गर्न लागिराख्नु भएको जुन भुइँ मान्छेसँगको सहकार्य रहेको छ, जुन एउटा देशव्यापी स्रष्टा र सृजनालाई भुइँ मान्छेको सम्मान, यसकै विषयमा हामी कुराकानी गरौँ। यो सोच कहाँबाट आयो तपाईँहरूलाई चाहिँ कविता प्रतियोगिता गर्ने नै?
एक त उहाँहरूले पनि हामीलाई सम्पर्क गर्नुभयो अनि यो यसरी कविता प्रतियोगिता गर्दा के हुन्छ कसो हुन्छ भनेर उहाँले 2-3 पटकको हाम्रो बैठक भयो अनि हामीले राम्रै हुन्छ हामी गरिरहेका छौँ। फेरि हाम्रो एउटा यो खेलकुद समाज चाहिँ एउटा अर्कै ढङ्गको जति पनि काठमाडौँमा अथवा नेपाल राज्यभरमा साहित्यिक गोष्ठीहरू भए साहित्यिक कविताहरू वाचन गरे अनि वाह खाए त्यसपछि भोलिपल्ट छिटिने। हामी साहित्यकारहरूलाई जहिले पनि कविता मात्र नभइकन उनीहरूको मानसिकतालाई प्रबल बनाउनको लागि खेलकुदमा समाहित गर्नुपर्छ भन्ने सोच बनाइरहेको संस्था हो। त्यसैले हामीले कहिले फुटबलको आयोजना गरेका छौँ साहित्यकारहरूको बीच, कहिले हामीले स्विमिङको गरिरहेका छौँ, कहिले भलिबलको गरिरहेका छौँ, कहिले बास्केटबलको गरिरहेका छौँ। यसै सिलसिलामा चाहिँ हामी अहिले भुइँ मान्छेको चलचित्रसँग जोडिएका छौँ सर। के कस्तो कविता लेख्नुपर्ने हुन्छ अलिकति बताइदिनुहोस् न, कसरी चाहिँ अगाडि बढ्नुपर्छ आम श्रोताले? अब हामीले यस्तो उस्तो भनेर निर्देशन दिएका छैनौँ। यसको चाहिँ टेजर यो युट्युबमा हेरेर स्वयं कविले त्यसलाई चाहिँ मानसिकता बनाएर भुइँ मान्छे शीर्षकमा गर्नुपर्ने 200 शब्दभन्दा कम भएकोलाई हामी प्राथमिकता दिन्छौँ र पहिलो प्रतियोगीलाई नेपाल राज्य भरबाट छानिसकेपछि 5,000 पुरस्कार, द्वितीयलाई 3,000, तृतीय 3 जनालाई 2,000 को र प्रमाणपत्र र सम्मान पनि हामी गर्छौँ। यसका अलावा हामी के पनि गर्छौँ भने यो जति पनि कविताहरू आएका छन् तिनीहरूलाई क्रमशः हाम्रो संसार भन्ने पाक्षिक पत्रिका छ, संस्कृति साहित्य र कला पत्रिकामा छाप्छौँ। यो गरिरहेका छौँ। त्यसमा के कुरा चाहिँ समेट भएर जुन भावनाका कुराहरू हुन्छन् के कन्टेन्ट हो भने चाहिँ राम्रो हुन्छ? भुइँ मान्छे र त्यो चलचित्रसँग सम्बन्धित भएर चाहिँ लेख्नुपर्ने भनेर हामीले प्रावधान राखेका छौँ। कहिलेसम्म पठाइसक्नु पर्ने छ? यो 12 गतेसम्म चाहिँ हामीलाई पठाइदिनु पर्ने छ। 12 गतेपछि हामी देशव्यापीबाट उत्कृष्ट 35 वटा जतिलाई छान्छौँ वाचनको लागि र त्यसपछि 21 गते शनिबार 21 गते चाहिँ हाम्रो कार्यक्रम हुन्छ, उहाँले वाचन गर्नुहुनेछ। हस्, तपाईँ कार्यक्रममा सहभागी भइदिनु भयो रत्नप्रसाद अनमणि श्रेष्ठजी, थोरैमा जानकारी दिनु त्यसको लागि धेरै धेरै धन्यवाद। अन्त्यमा के भन्न चाहनुहुन्छ? भुइँ मान्छे जुन एउटा कविता प्रतियोगिता हुन लागिरहेको छ, सम्पूर्ण साहित्यिक मनहरूलाई के भन्न चाहनुहुन्छ? म सम्पूर्ण नेपाल राज्यभरिका साहित्यिक मनहरूलाई यो अनुरोध गर्दछु, हामी चलचित्रबाट अलग्ग नबसिकन चलचित्रसँग सँगसँगै हिँड्नुपर्ने, चलचित्रलाई दोहोऱ्याउनु पर्ने साहित्यकारहरूले पक्कै पनि भुइँ मान्छे शीर्षकमा कविता लेखेर पठाउनु हुनेछ र उहाँहरूले पनि सहभागी बन्नुहुनेछ भन्ने हामीले बलियो विश्वास लिएका छौँ र उहाँहरू जति पनि अहिले एकदम तयारमा हुनुहुन्छ उहाँहरूले छिट्टो गरिदिनु भएको भए राम्रो हुनेछ। र यसका अलावा मलाई पनि भुइँ मान्छे सम्बन्धी र हाम्रो केही कुराहरू राख्नको लागि मौका दिनुभएकोमा म हृदयदेखि टाइम्स एफएम परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। धन्यवाद। हस्, धन्यवाद। उहाँसँग हामीले कुराकानी गरिसकेका छौँ। स्रष्टा र सिर्जनालाई भुइँ मान्छेको सम्मान यसको बारेमा हामीले बुझिसकेका छौँ। म सरस्वती केही कुराहरू तपाईँलाई पनि जानकारी दिन लागिरहेको छु। कविता लेख्नुपर्नेछ जुन झन्डै 200 शब्दमा र कविताको शीर्षक भुइँ मान्छे राख्नुपर्नेछ। 12 गतेसम्म तपाईँले पठाइसक्नुपर्नेछ श्रावण महिनाको। र कविताको जुन एउटा कन्टेन्टको कुरा चाहिँ अलिकति बुझाउन मन लागिरहेको छु। विशेष त ट्रेलर हेर्नुपर्छ, टिजर हेर्नुपर्छ र त्यो हेरेर भुइँ मान्छेले चाहिँ के कुरालाई चाहिँ बुझाउन खोजिरहेको छ, शीर्षक सार्थकता चाहिँ कसरी त्यसमा भइरहेको छ त्यो कुरा चाहिँ बुझेर तपाईँले कविता लेख्नुपर्ने हुन्छ। एकताल जुन ट्रेलर तपाईँलाई हेर्नको लागि आह्वान युट्युबमा एभाइलेबल छ र यो 12 गतेसम्म तपाईँले पठाउनु होला। र कविता लेख्दाखेरि कसैलाई पनि कुनै जात, लिङ्ग, थर, भाषाभाषीलाई चाहिँ आक्षेप नलगाउनु पर्ने नियम चाहिँ हामीले यहाँ पाएका छौँ। त्यस्तै निर्णय नै अन्तिम हुनेछ भन्ने नियम पनि हामीले यहाँ प्राप्त गरेका छौँ। भनेदेखि जुन प्राइजका कुराहरू चाहिँ आइसकेका छन् र जो कोहीले पनि यसमा चाहिँ भाग लिन पाउनुहुन्छ। एउटा खुला प्रतियोगिता रहेको छ र यसलाई तपाईँले लेखिसके पछाडि, कविता लेखिसके पछाडि टाइम्स एफएममै सम्पर्क गर्दा पनि भयो, नभए अहिले मेल गर्न सबभन्दा सजिलो हुन्छ। त्यसको लागि म एउटा मेल एड्रेस दिन्छु, त्यसमा तपाईँले मेल लेखी पठाइदिनु होला आफ्नो कवितालाई। मेरो कविता 2074 मेरो MEROKABITA2074 मेरो कविता 2074 @gmail.com मा तपाईँले आफूले लेखेको इमेल पठाउन सक्नुहुन्छ।
आजको लागि कथा भुइँ मान्छेको कुराकानी यही नै सकिएको छ। हामीले पहिलो खण्डमा सिपोरा गुरुङसँग कुराकानी गर्यौं। सिपोरा गुरुङलाई पनि धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि भुइँ मान्छेले गरेका विभिन्न गतिविधिहरूलाई फेरि पनि हामी समावेश गर्नेछौँ। चलचित्र भुइँ मान्छेको बारेमा पनि धेरै जानकारी अझै पनि दिँदै जानेछौँ। सँगसँगै तपाईँ आम दर्शक श्रोतासँग पनि हामी छिट्टै कुराकानी गर्ने नै छौँ। जुन पछिल्लो समयमा बनिरहेका चलचित्रको बारेमा तपाईँको बुझाइ के छ, के कस्ता मनका कौतूहल तपाईँको पनि रहेको छदेखि हामी स्वयं चलचित्रकर्मीहरूलाई यहीँ लिएर आएर तपाईँसँग पनि वार्तालाप गराउनेछौँ। त्यसका लागि निरन्तर तपाईँले टाइम्स एफएम 90.6 मेगाहर्जको यो कथा भुइँ मान्छेको सुन्नुपर्ने हुन्छ। भुइँ मान्छेको जुन विशेष श्रृङ्खला सिने सङ्गीत अन्तर्गत बिहान 9 बजेदेखि 10 बजेसम्म शुक्रबार अब निरन्तर आइ नै रहेछदेखि यसका विभिन्न कुराकानीहरू तपाईँले प्रत्येक दिन नै सुन्न सक्नुहुन्छ। टाइम्स एफएम 90.6 मेगाहर्ज अफिसियल मिडिया रहेको छ यसको। त्यसैले पनि भुइँ मान्छेका धेरै गीत सङ्गीतहरू र धेरै कुराकानीहरू तपाईँले अब निरन्तर सुन्न सक्नुहुन्छ। आजको यस कुराकानीबाट म कृष्ण पनि बिदा हुन्छु। फेरि पनि तपाईँलाई कविता प्रतियोगितामा सहभागी हुनको लागि पनि फेरि पनि आग्रह गरेँ। मेरो कविता 2074@gmail.com मा तपाईँले इमेल गर्दै गर्नुहोला। आजका लागि कृष्ण बिदा हुन्छु। पहिलो खण्डमा सञ्जीवजी सहभागी हुनुभएको थियो, उहाँलाई पनि धेरै धेरै धन्यवाद। आगामी साता फेरि एकपटक नेपाली कथानक चलचित्र भुइँ मान्छेको धेरै कुराकानी गर्न कथा भुइँ मान्छेको लिएर उपस्थित हुने छु। र याद गर्नुहोला भुइँ मान्छे चलचित्र भदौ 2 गतेदेखि रिलिज हुँदैछ। आजको लागि बिदा दिनुहोस्, नमस्ते।